बाढी आयो अनि सुकुम्बासीलाई बगायो भने जिम्मा कसले लिने? यो चाहिँ ठुल्ठुलो घर भएको मान्छे बगाएको छन्, सुकुम्बासीको बेकार फन्डा नभनौँ। यस्तो सांसदलाई जिताएर पठाउने कुन चाहिँ हो क्या? के अरे त्यहाँको नेपाली जनता कति मूर्ख हो? अझै पनि सुकुम्बासीको सुकुम्बासीको नाम लिएर राजनीति गर्न खोजिरहेको छ यिनीहरूले। के सोच बनाएर चाहिँ छिरेको थाले संसद भवनभित्र? अचम्म लाग्छ यिनीहरूको कुरा सुन्दा पनि। कस्ता आउँछन् यार संसद भवनमा, अचम्म छ यिनीहरूको। अहिले त्यहाँको उसको मान्छेले नि, खोटाङको मान्छेले नि कस्तो सांसदलाई चाहिँ हामीले जिताएर पठाइदिउँ भनेर अहिले उस भइरह होला, मनमा खुल्दुली भइरह होला। राम्रो कामलाई चाहिँ सपोर्ट गर्नुपर्छ नि। त्यहाँ खोडा बाढी आएर कति त्यहाँ मान्छेहरू पहिला कति मर्थे, अस्ति त हेलिकप्टरले बचाउन नसकेर कति त्यहाँ उसमा घरमाथि थुनेर बस्थे। अझै पनि विरोध गरिरहेको छन् सुकुम्बासीलाई हटायो भनेर। तिमीहरूले सुकुम्बासीको नाममा राजनीति गर्न खोजिरहेको छ। तिमीहरूको राजनीति त अब यस वर्षबाट सकिन्छ, अर्को वर्ष त तिमीहरूको पार्टी नै सक्ला जस्तो छ। सब यस्तै छन् क्या यो पार्टीमा विरोध गर्ने।